गएको खोइ तिनीहरू गयो कता छ ए त्यो दमको आठ गएको तर लोकेसन नपाएर उतिना दुईवटालाई खुसी आइन पुग्दैन बाटो चाहिँ यस्तो छ यस्तो छ कि बाटो सुधि यत्रो बेर लाग्यो भने तैँले 20-25 मिनटमा आइरहेको हुँदैन घर नसले त्यहाँ गएर तैँले बिर्सिन्छेस् बाटो कस्तो छ भने भनिदिन्छु यो चाहिँ मान्छे गाडीले ल्याउँदैन त अनि यस्तो घिनलाग्दो बाटोमा यस्तरी नरोकी जाँदा त यस्तो उयो हुन्छ अनि हामी अस्तिकै हाम्रो कति बेरमा आइपुग्यो भेनाहरू चाहिँ लु बाडङ बुडङ कुदायो भने उनीहरूको बाइक उनीहरूको बाइक भित्रुमा चाहिँ किडन्याप गरेर लानु घिनलाग्दो छ दमक छिरिँदै अब हामी यो चाहिँ दमकको क्याम्पसबाट हो है यो बाटो चाहिँ दमकको राजधानीदेखि चाहिँ लाग्यो गोल्डन गेट हुँदै यस्तो मेरो नाउँ यो जस्तो लाग्छ मलाई त यतापट्टिको होइन र पल्लो हो लु हिँड्न चाहिँ यो हाम्रो दमक फार्मेसी ल ओप्पो रियलमी ओप्पो हो योदेखि चाहिँ लेफ्ट साइड उता राइट साइड ठाउँ ल भिडियो मात्रै हेर्नुहोस् खनी चाहिँ लाइन त नि भेटाएछ सुन्न यहाँ रहेछ खोइ यिनीहरूले चाहिँ खोजेर पर्खेर बसिरहेको रहेछ होइन हेर्दै आएको नि यहाँ खोइ यहाँ बसौँ न पाइन्छ ओइ नबस्ने होला अहिले आहा फुलेर हुन्छ राम्रो छ होइन मलाई हेरेर कस्तो अँधेरो नि यहाँ भित्र त अनि त्यो थुक्पा चाउमिन हुन्छ भरे हक्नु अर्डर गरे 2 घन्टा भयो 2
चाहिँ बनाउँदै रहेछ नि के पो त म त भित्र चाहिँ अँधेरो भएर हामी चाहिँ त बाहिर फेरि बस्दैछौँ बाहिरतिर त्यही भएर त नि तिनीहरू खाँदैन होला चाहिँ अहिले त तर म खाउँदै एउटा खाजाको बल्ल बल्ल सक्यो त पनि छिलेर गिद्धले लुचेको जत्तिकै तातो भएर आजरी गर्न आँट्यो ए प्याज खाइदिउँ भनेको त मारवाडीमा अस्ति बेलुका भएर हो कि के पो चिकन पिज्जा पनि एड गर्नु न ल चिकन पिज्जा खासमा चाहिँ मेरो चिकन चिल्ली थियो तर थाहा पाएर त्यसको हो र त्यो लाइटरले डिस्टर्ब गरेर यो सलाइले नि हामीले खाएको जस्तो यस्तो गर्नु न यहाँभन्दा नि उता कुन बम्बु गएको कति राम्रो हुन्थ्यो नि ए बिरालोलाई हेर्न उ यहाँ मस्त निजा रहेछ होइन काटेर अनि एउटा गीत लाउनु पर्छ अनि म ल सबैले मेन्सन गर्नु एउटा टिमा स्टोर लाऊ अनि मेरोबाट सारेर नहोला न अनि यहाँ झर्छ भने पिर लागिन्छ झिङ्गा बसेर भयो छोरी नि भन्दै होला नि अड्किरह्यो ओरिजिनल सुधार्नु चाहिँ भनेको छु के अरे मैले कतिवटा प्लान यहाँ मुनि अर्डर गरेर आइछु प्लान लबर प्लान्टहरू
म चाहिँ केही पनि खानु हुँदैन, दाँतभरि अड्किन्छ। आबाट आमा फिल्म हेर्ने अरे। अरे बाबाट बाउ कस्तो खानेकुरा नि सकिहाल्यो। तान्न नि के त दाजुले कराउने अब भेनाले कराउने अब भेना नपान भन्छ तान्न है सर्टे छिटो ल ल सर्टालाई चाहिँ डोलो डोलो फाल्छ। ल ल है आइडी चाहिँ हेरि ल ल म हेर्छु। देखियो कस्तो खतरा फाल्छ के अरे कस्तो खतरा फाल्छ भनेको नि। मेरो बुढाले सिकाएको यो चाहिँ लप्पडा अचार ला त यो पनि सङ्गति त्यस्तै हुन आँटेछ। त पनि लु फाल फाल मेरो पनि नदेखाउनु ल फाल न। कस्तो कडा आएर नानी एउटा चेप्यो सुरुमा आउँछ नि फेरि मजाले सफ्ट आउँछ। अब अन्साले पनि फाल्छ कला। उफ नाकबाट गयो कानदेखि निकाल्ने अरे अन्साले चाहिँ। नाकबाट फाल्न है खतरा। अहिले नानीले झन् चाकबाट यस्तै निकाल्छ अरे। म चाहिँ सर्किहाल्छु बदेर्न त अहिले ढल्नुलाई भयो ए मान्छेहरू बाहिर छ होइन बिरामी अलिकति फेरि बडो ड्याङ गर्नु होइन हौ मैले गर्दा तिनीहरू पार्दाखेरि अब कलेक्सन एरियामा सुनिँदैन त भयो भयो त्यति बेला बोल्नु मन निकाल है यता फर्केर निकाल न। जाँदैन हावाले उता ढुक्कासँग भात त होइन होला मैले धुएको छुइनँ फट कहाँ हौ साइड लागेर खाँदैछ मार्दैन भने गरे गर के उतातिर हेर्न त्यो त उयो गरेको नि त त्यसले यहाँ चाहिँ खाने ठाउँ सक्यो। कस्तो राम्रो देखेको सरितालाई त। ओइ मैले चाबी चाहिँ कहाँ राखेँ? हामी चाहिँ अब कुद्दै गरेको यहाँ चाहिँ बाहिर यस्तो घुरिसकेकै अघि भाइरल रोड
सर्टकट होइन चिल्लो बाटो मात्रै उता भित्रको लङ छ बाटो त सनसेटै हराइछ अब सब भिडियो निकालौँ भन्नु तर मजाले देखिँदैन बनाउँदा हेर्नुहोस् न गाइस पैसा साटेको